साथीहरू, चलचित्र उद्योगमा अत्यन्तै दुःखद खबर आएको छ। वरिष्ठ एवं चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उहाँले 68 वर्षको उमेरमा अन्तिम सास लिनुभएको हो। शनिबार बिहानै छायाङ्कनमा जानुपर्ने थियो। उनले आफू निकट कलाकार विल्सन विक्रम राई तकमे बुढालाई बिहानै उठाइदिन भनेका थिए, तर विल्सनले सुनिलको त्यो इच्छा पूरा गर्न पाएनन्। सुनिललाई उठाउन जान नपाउँदै विल्सनले एक बिहानै अपत्यारिलो खबर सुन्नु पर्यो। थापाथली स्थित नर्विक अस्पतालमा उहाँ कहिल्यै नउठ्ने गरी सधैँका लागि अस्ताउनुभयो। वास्तवमा शुक्रबार बिहान नै उहाँलाई अचानक हृदयघात आएपछि हतार हतार अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उहाँको निधन भयो। सुनिल थापाको अभिनय करियर कुनै फिल्मी कथाभन्दा कम थिएन। थापाको निधनले नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ। फिल्मको अभिनय यात्रामा एउटा शोक र रिक्तता सिर्जना गरेको छ। हृदयघातले एकैछिनमा खोसेको यो व्यक्तित्व केवल एक अभिनेता मात्र थिएनन्। उहाँ एक युग, एक परम्परा, एक क्रान्ति थिए। उहाँले आफ्नो अभिनय यात्रा नेपालबाट नभई मायानगरी मुम्बईबाट सुरु गर्नुभएको थियो। सन् 1981 मा कमल हासनको सुपरहिट फिल्म एक दूजे के लिएबाट उहाँले बलिउडमा पाइला टेक्नुभयो। त्यसपछि आज की आवाज, मानव हत्या जस्ता धेरै हिन्दी फिल्महरूमा साना ठूला भूमिकामा देखिनुभयो। भारतीय सिनेमामा उहाँले यस्तो बलियो आधार तयार गर्नुभयो कि पछि विभिन्न भाषाका फिल्महरूमा काम गर्ने अवसर पाउनुभयो। सुनिल थापाको जीवनमा वास्तविक मोड सन् 1989 मा आयो, जब उहाँले नेपाली फिल्म चिनोमा राते काइलाको भूमिका निभाउनुभयो। यो पात्र यति लोकप्रिय भयो कि यसले नेपाली सिनेमामा खलनायकको परिभाषा नै बदलिदियो। दर्शकहरूले उहाँलाई केवल नकारात्मक पात्रका रूपमा होइन, एक उत्कृष्ट कलाकारका रूपमा हेर्न थाले। उनले नेपाल र भारत दुवै ठाउँमा अभिनय गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भएका थिए। चिनोबाट एकाएक हिट भएपछि उनको कर्मथलो काठमाडौँ बन्न थाल्यो। आफ्नो करियरमा उहाँले 300 भन्दा बढी नेपाली फिल्महरूमा अभिनय गर्नुभयो, जसमा देवकी, ठुलदाई, आगो लगायत अन्य थुप्रै सम्झना लायक फिल्महरू पर्दछन्। हिन्दी सिनेमाका दर्शकमाझ सुनिल थापा विशेष गरी सन् 2014 मा आएको प्रियङ्का चोपडाको फिल्म मेरी कोममा प्रशिक्षक अर्थात् कोचको भूमिकामा देखिएपछि चर्चामा आउनुभयो। यस भूमिकाका लागि उहाँ फिल्मफेयर अवार्डमा मनोनित पनि हुनुभएको थियो। यसका साथै उहाँले सरकार राज, बोर्डर जस्ता फिल्महरूसँगै भोजपुरी र तेलुगु सिनेमामा पनि आफ्नो छाप छोड्नु भएको थियो। त्यसैगरी टेली सिरियल संसारमा उहाँ मेरी बासै सिरियलका शेर सिंह मामाको रूपमा घर घरमा परिचित हुनुहुन्थ्यो। सुनिल थापाको निधनमा नेपाल र भारत दुवै देशका राजनीतिज्ञहरू र फिल्मी कलाकारहरूले गहिरो दुःख व्यक्त गरेका छन्। भारतका चर्चित कलाकारदेखि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ र नेपालका कलाकारहरूले पनि उहाँलाई सम्झदै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। मेरो पनि 2 हात जोडी भगवानसँग प्रार्थना गर्छु उहाँको आत्मालाई शान्ति मिलोस्, परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस्। आज उहाँ हाम्रो बीचमा नरहे पनि उहाँले निभाएका 300 भन्दा बढी पात्रहरूले सधैँ उहाँको उपस्थितिको अनुभूति गराइरहनेछन्। जानकारीका लागि बताउन चाहन्छौं कि सुनिल थापाकी पत्नी रजनी थापा र परिवारको तर्फबाट जारी विज्ञप्ति अनुसार उहाँको काठमाडौँ आइपुगेपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ। फेरि पनि हार्दिक श्रद्धाञ्जली। राते काइला, एउटा नाम जुन हामीले कहिल्यै बिर्सिने छैनौं।